जन्म दिने आमा र कर्म दिने आमालाई सधैँभरि बराबर सोच्नुपर्छ, कहिल्यै पनि पार्थक गर्नु हुँदैन। भगवानले चाहिँ मलाई सधैँभरि यस्तै सोच दिनुहुन्छ भन्ने पूर्ण आशा गर्छु। हेलो एभ्रिवान, नमस्ते। हजुरलाई फेरि पनि मेरो अर्को नयाँ भिडियोमा स्वागत छ। मम्मीलाई चाहिँ अब अपरेसन गरेर ल्याइकन हामीले चाहिँ नुहाइदिएकै थियौँ। अब नुहाइदिनु हुँदैन भन्नुभएको थियो, त्यही पनि अब आज चाहिँ हामीले नुहाइदियौँ। यत्रो दिन चाहिँ हामीहरू कपडा भिजाएर चाहिँ पुस्ने गरेका थियौँ र मम्मीलाई नुहाइदिइ सके पछाडि चाहिँ यता म कपाल कोर्दैछु। गाइस, मम्मी भन्दाखेरि चाहिँ मेरो सासू मम्मी हो। मलाई चाहिँ सासू मम्मी भन्नै आउँदैन। अब सासू मम्मी भन्दाखेरि चाहिँ अलिक परको जस्तो लाग्छ, त्यही भएर म चाहिँ मम्मी नै भन्छु। र कमेन्टमा मलाई सोध्नु भएको थियो र मैले भने कि यता चाहिँ म राम्रोसँगले कपाल कोर्दिँदैछु। अब गाइस, भिडियोमा देखाउनको लागि मात्रै मैले मम्मीलाई चाहिँ अब कपाल कोर्दिनु नुहाइदिनु गरेको होइन। अगाडि बिमारी हुँदाखेरि हेर्दिन थिएँ भने अहिले भिडियो गर्नको लागि गर्दा चाहिँ मलाई कति लाज हुने थियो होइन भन्नुहोस् त। र मम्मीको चाहिँ अब फेरि यतापट्टि काटे ठाउँमा चाहिँ म राम्रोसँगले क्लिन गरिदिँदैछु। मम्मीको चाहिँ अब डाबुल भएको छ। दुलो पार्दाखेरि चाहिँ गोल ब्लाडर निस्केन, दुईतिर दुलो पारेको छ, तिनतिर दुलो पारेको छ, अनि फेरि काटेको पनि छ। गाइस, अब हेर्नुहोस् न, यस्तो बुढेसकालमा कति पिर खप्नु परेको। तिनतिर दुलो छ, अनि फेरि हेर्नुहोस् न कति धेरै काटेको छ, 12 सिलाइ परेको छ। एकदम धेरै अब नराम्रो लाग्छ। अब के गर्नु, अपरेसन नगरी पनि नहुने, अपरेसन गर्नै पर्ने होइन, त्यत्तिकै राख्नु पनि भएन। र मैले चाहिँ राम्रोसँगले क्लिन गरेर यता फेरि मलम लगाउँदैछु। हामीहरू चाहिँ दिनमा 2 चोटि मलम लगाउने गरेका छौँ। र यता चाहिँ म राम्रोसँगले कपासले मलम लगाउँदैछु। हात लगाउनु हुँदैन होइन, हात लगायो भने त फेरि नखहरू पनि लाग्यो भने दुख्छ पनि, अनि फेरि सेप्टिक पनि हुने सम्भावना हुन्छ भनेर म चाहिँ बिस्तारो चाहिँ राम्रोसँगले मलम लगाइदिँदैछु। गाइस, भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोस्। बाइ बाइ।